KS Adventure. KS Adventure, bacha. Welcome. Today चाहिँ आज बक्सिङ डे बक्सिङ डे हैन अनि हामी चाहिँ बक्सिङ डेको यसो अब के बक्सिङ डेमा सेल लागिराखेको हुन्छ नि यहाँनिर बाहिर जाम घरबाट बाहिर निस्क्यौँ त्यसपछि सेल लागिरहेको छ कि स्टोरहरूमा हेरौँ कस्तो छ भनेर चाहिँ हामी चाहिँ आजको एक्सप्लोर गर्न निस्केको अनि अहिले चाहिँ अर्बनमा आएको छ यस्तो घाम छ नि यहाँ फेरि वाउ वार्निङै छ क्या हिट वेभ छ है भनेर वार्निङ दिएको छ वेदरले पनि देख्दा त्यस्तो राम्रो देख्छ नि राम्रो रहेछ वेदर जस्तो तर यहाँ त्यो विन्ड चाहिँ तातो बर्निङ फायर लाइक अ बर्निङ फायर लेट्स गो बच्चा जुत्ती लगाऊ Harry, how are you? You working here? No. Buy something. What you want to buy? Nice to meet you. What's your name? Nice to see you, Susmita. Simada. Nice to meet you. I'm Bacha, no, you need to put it back. That one, Cosmic. Okay, log it go. No. Can I have? Put it back to speak. Yes. Not good. Put that. I have. No. Oh my goodness. Price of today. अहिले करणले चाहिँ मोबाइल एउटा हेर्छु भनेर भनिरहेको छ नट आइफोन जस्ट एन्ड्रोइडको हेर्छु भन्दैछ हामी यसको बारेमा चाहिँ बुझिरहेको छ लेट्स सी लान्छ कि लाँदैन अनि मैले चाहिँ राइस कुकर पनि हेर्ने भनेको आई रियली निड राइस कुकर अलिकति ठुलो साइजमा प्लस अलिक डिफ्रेन्ट खालको अहिले चाहिँ नर्मल खालको चलाइराखेको छु नि त केमार्टको सो आई वान्ट टु चेन्ज सो करणले मोबाइल हेरेर आइसक्छ के रहेछ मोबाइलको अनि अब स्यामसङ अल्ट्राको लिन लगाएको छु मैले अब हेरौँ त्योमा चाहिँ धेरै डिस्काउन्ट छ आज त्योमा गिफ्ट कार्ड पनि छ अरे $300 गिफ्ट कार्ड अनि प्लस 2100 पर्ने चिज 1600-1600मा दिन लागेको छ त्यो पनि धेरै राम्रो 1700 अलमोस्ट त्यो भनेको एकदमै राम्रो हो आजको दिनमा अनि गिफ्ट कार्ड पनि त्यसैमा $300 यहाँ जेब पनि किन्न पाइने एउटा चाहिँ भाउचर दिँदो रहेछ Good. Let's go and see the kitchen appliances. Okay. La. Rice cooker हेर्न मन राइस कुकर एउटा चाहिँ प्यानासोनिकको देखिरहेको छु टेफल एन्ड ब्रेभिलको होइन रहेछ त ब्रेभिलको क्लियरेन्समै छैन यता वाट टु डु मलाई चाहिँ यो ब्रान्ड चाहिँ मलाई मन परिरहेको छ क्या लानको लागि बट नो क्याम्ब्रुकको चाहिँ अलिक सानो भयो क्या साइज बट स्मल No clearance at all. Yeah. Do you have a clearance for this? It's not written anything like a sale or something, you know. You are telling whether there is another discount or something, no? Oh yeah, I want to know. I want to know. Yeah. And how about this Cambrooke? Do you have? Sorry. Do you have a bigger size of this one, like the Cambrooke one, or a little bit bigger? No? Yeah, this is too small. Yeah, this is 10 5. copies is Eight alright, cup, no? up to 8 coffee is fine. Oh, Yeah, okay. it's fine. Yeah, give me some. हेलो साथीहरू नमस्ते आज हिजो चाहिँ हामीले सामान लिन पाएन किनभने चाहिँ हाम्रो आज नेक्स्ट डे हाम्रो फाइनेन्सियल चाहिँ एप्रुभ भएको थिएन आज चाहिँ फाइनल्ली एप्रुभ भएर आएको छ
भन्दैछ न फाइनान्समा आई मिन के थियो हार्बेन अर्बनमा साथीहरूले पनि गर्न सक्नुहुन्छ ल्याटिट्युड एपमा तपाईँको 0%मा इन्ट्रेस्ट 0 इन्ट्रेस्ट पर्सेन्टमा बिस्तारै इन्स्टलमेन्टमा पैसा तिर्न सक्नुहुन्छ र अहिले यति राम्रो अफर दिइरहेको रहेछ जस्तो तपाईँले ल्याटिट्युड जो ल्याटिट्युड बनाएको मेम्बर हुनुहुन्छ उहाँहरूले कुनै सामान लाग्नुभयो भने तपाईँहरूलाई गिफ्ट कार्ड एकदम धेरै गिफ्ट कार्डहरू दिँदो रहेछ त्यसैले मैले चाहिँ ल्याटिट्युड युज गरेर मैले एउटा मोबाइल लिँदा गइरहेको छु स्यामसङ अल्ट्रा 25 है त ल लेट्स गो इनसाइड ह्याभ अ लुक एन्ड देन वी विल से ओके हिजो भएन सरी गाइस मैले हिजो भिडियो पनि बनाउन पाएन कस्मिक पछि सुत्यो गाडीमा आएर मलाई राइडमा लगेर सुतायो त्यसपछि त्यस्तै भयो हिजो तर आज चाहिँ हामी फाइनली के सामान लान्छौँ भनेर ल लेट्स गो इनसाइड ह्याभ अ लुक एन्ड देन वी विल डिसाइड ओके लेट्स गो ल बनाइदिनु लेट्स गो फाइभ ल Hey, yeah, we're back to the car. यस्तो हावा दिमाग खराब गर्छ गर्मीले हैन अनि यस फाइनली मैले मोबाइल किने अनि मेरो चाहिँ एकदम ठुलो इच्छा थियो स्यामसङ कम्पनी लिसन स्यामसङ कम्पनी टुडे आई बट अल्ट्रा स्यामसङ 25 आई एम योर कस्टमर ओके लुक मैले चाहिँ फोन ल्याएको अनि त्यसपछि अनि हामीले चाहिँ क्रेडिट पायो भाउचर पायो अनि त्यसपछि मैले त्यो पनि भाउचरहरू युज गरेँ मलाई चाहिरहेको घरमा सामानहरू जुन चाहिँ मैले अर्डर गरिसकेको छु एउटा चाहिँ अर्डर गरेर आउनु बाँकी भयो फेब्रुअरीमा आउँछ अरे 1 month आफ्टर 1 month रिजनलमा बस्ने यही छ प्रब्लम 1 monthमा आउँछ अनि अर्को चाहिँ मैले ल्याइसकेको छु आई गो होम गाइज एन्ड आई सो यु व्हाट आई बट अनि विल अनबक्स द मोबाइल फोन एज वेल Alright, stay tuned. See you. No? So yes, it's JJ and lots of deal and sale is happening right now. मैले चाहिँ भर्खर पत्ता लगाएँ म अस्ति न एक हप्ता हुन लागेछ कि क्या हो डिल चलिरहेको अनि सेल अफकोर्स तर म आउनु पाएको थिएन कि यहाँसम्म अनि अहिले आएको त सेल प्लस डिल पनि होइन एन्ड 50% अफ छ पुरै हाफ छ एन्ड मोर देन हाफ लाइक 80% अफ पनि छ होइन सो अहिले कहाँ हुन्छ जहाँ स्टोर छ आई थिङ्क एभ्रिवेयर इज ह्यापनिङ डिल एन्ड सेल जय वाउ मामी डिड shopping. Yeah, mommy did shopping. Oh, finally, हामी घर आइपुगिसक्यौँ. सामान किन्यो. अर्बनबाट फेरि हामी सपिङ सेन्टर गयो. सपिङ सेन्टरमा फेरि ग्रोसरी सपिङ अनि त्यसपछि करणको अलिअलि काम थियो त्यहाँनिर सपहरूमा अनि त्यसपछि फेरि एक ठाउँनेर त्यहाँनिर मैले जेजेमा भनिरहेको थिएँ नि जेजेमा चाहिँ डिल पनि चलिरहेको रहेछ र सेल पनि चलिरहेको रहेछ अनि त्यही मलाई त्यहाँ जानु पनि मन लाग्यो एन्ड त्यहाँ गयो यसो हेर्दा फेरि के मैले त्यहाँ जेजेबाट पनि उठाइसकेँ सो इट्स लाइक बिग डे अनि अलरेडी 5 o'clock भइसक्यो oh my god I'm so tired होइन बिहान 11:30 12तिर निस्केको 4-5 घन्टा लागिहाल्यो नि अनि फेरि एकजना दाइ दिदी भेट्यो फेरि तिनीहरूसँग ट्याङ अनि आएर फेरि बसेर बल्ल अहिले चाहिँ मैले भिडियो रेकर्ड गर्दैछु अब चाहिँ मैले हजुरलाई देखाउँछु मैले के ल्याएँ भनेर जस्ट नट द्याट मच करण खासमा चाहिँ हार्बरबाट मोबाइल ल्याउन थियो जुन चाहिँ करणले ल्याइसकेको छ स्यामसङ ग्यालेक्सी S25 अल्ट्रा भनेर भन्छ उसलाई धेरै महिनादेखि उसलाई रहर थियो यो मोबाइल आएदेखि उसलाई किन्न एकदमै रहर थियो इच्छा थियो अनि आज चाहिँ उसको इच्छा पुरा भएको छ सो हार्बरबाट यो हामीले लिएको जुन चाहिँ अब अहिले सेलमा पनि थियो
सेल चलिरहेको थियो अनि त्यसमा पनि फेरि हाम्रो त्यहाँ अघि भन्दै थियो नि करणले एउटा ल्याटिट्युड भन्ने एप हुन्छ त्यो चाहिँ हामीले युज गर्न मिल्छ हार्बी नर्मनमा सामानहरू ल्याउनको लागि विदाउट एनी इन्ट्रेस्ट तिर्नु पर्दैन जस्ट कार्ड युज गरेर अनि एन्ड देन इन्स्टलमेन्टमा पे गर्न मिल्छ नि हो त्यो चाहिँ करणले गरेको छ आई थिङ्क आइ एम प्रिटी स्योर विथ दिस वान अनि यो ल्याइसकेपछि फेरि अनि एज अ गिफ्ट भाउचरमा चाहिँ अहिले उनीहरूले सम अमाउन्ट पनि दिँदो रहेछ होइन अनि गिफ्ट भाउचरमा हामीले कति $270 पायो गिफ्ट भाउचर अनि मैले चाहिँ युज गरिसकेँ 270मा चाहिँ मैले कति अलमोस्ट सबै युज गरिसकेँ मसँग $30-40 मात्र बाँकी छ अनि त्यो गिफ्ट भाउचरबाट मैले ल्याएको छु आइम गोना शो यु गाइज Dan dan. यो लेखेको छ यो चाहिँ स्मुदी स्टाइल सार्कको स्मुदी स्टाइल वान विथ द हिटेड ब्रस एन्ड स्मुदी कम भन्छ यो चाहिँ मैले जस्ट मलाई एकदमै मेरो हेयरको लागि चाहिँ मलाई चाहिरहेको थियो कि स्पेसल्ली स्ट्रेटनर मेरो कपाल स्ट्रेट त छ होइन तर इन सम हाउ मेरो कपाल खासमा कर्ली पनि हो क्या त्यही भएर यहाँ कर्ली हुन्छ बिच बिचमा अनि मलाई चाहिँ कहिलेकाहीँ मोस्टली मलाई स्ट्रेट गर्न मन लाग्छ कपाल होइन अनि त्यसो चाहिराखेको थियो रोलर स्ट्रेटनर टाइपको तर स्पेसली स्ट्रेटनर मलाई चाहिराखेको थियो अनि जुन चाहिँ ड्रायर पनि क्या अनि यसले चाहिँ ड्रायरको पनि काम गर्ने होइन त्यसपछि कपाललाई चाहिँ हल्का स्टाइलिङ गर्न पनि हेल्प गर्ने स्मुथ सिल्की साइनी पनि बनाउने होइन यो चाहिँ सार्कको एकदमै राम्रो यस्तो सोसल मिडियामा पनि देखिराखेको छु यसको रिभ्यूहरू विच इज भेरी गुड अनि त्यही भएर चाहिँ मैले यो एउटा उठाएको फर अल हेयर काइन्ड भने चाहिँ सबै हेयर टाइपको लागि चाहिँ दिस इज बेस्ट सो दिस इज वान एन्ड अनदर वान इज द्याट वान होइन दुईवटा हार्बी नर्मनबाट अनि त्यसपछि अरू पनि गिफ्ट भाउचरमा थियो होइन अब अरू चाहिँ के गरौँ 270 पाएको 100 त यो भयो अनि अरू पनि गिफ्ट भाउचर रिमेनिङ थियो होइन अनि त्यसपछि मलाई चाहिँ घरमा राइस कुकर अहिले अब राइस कुकर पनि मलाई अपग्रेड गर्न मन लागिरहेको थियो होइन अनि त्यही भएर मैले चाहिँ राइस कुकर मगाइदिइहालेँ राइस कुकर मैले हेरेको प्यानासोनिकको हेरेको छु तर मैले अर्डर दिन पर्यो फेब्रुअरीमा आउँछ भनेर भनिरहेको छ अनि ओके अब फेब्रुअरीमा आए पनि ठिकै छ अब अहिलेको लागि त छँदैछ नि राइस कुकर अनि मलाई चाहिँ जस्ट अपग्रेड मात्र गर्न मन लाग्थ्यो नि त्यही भएर ओके फेब्रुअरीमा भने अलराइट मैले चाहिँ एउटा अर्डर दिन्छु भनेर मैले अर्डर दिएको छु त्यो आयो भने म हजुरहरूलाई फेरि सेयर गर्छु राइस कुकर सो अल टुगेदर हाम्रो हार्बी नर्मनबाट 3टा कुरा ल्याएँ एउटा मोबाइल फोन भइहाल्यो अनि त्यसपछि चाहिँ यो हेयर स्ट्रेटनर मेरो चाहिँ त्यस्तै सपिङ भइसक्यो आई होप हजुरहरूलाई मन पर्यो होला भिडियो फ्रम स्टार्टिङ टु एन्ड इफ यु रियली लाइक गाइज प्लिज comment, like, comment and share. Please subscribe my channel KS Adventure. Thank you so much. Keep supporting me. I'll see you again. फेरि अर्को मैले राम्रो नयाँ भिडियो लिएर आउने छु. Till then, please take care. Bye bye. I love you all.